अब हाम्रो पहाड चढाइ हुँदैछ गाइस है। अब नेचुरल ब्युटी भनेको यस्तो हुनुपर्छ, न कि सहर जस्तो होइन। जताबाट आए पनि हिँड्नु होला नि, बाटो नभए चाहिँ आफूले बनाउने हो हिँड्ने हो। अब यताउति कोही अगाडि कोही पछाडि। हेरौँ यस्तो छ नर्नलाई। गाउँ घरको बाटो भनेको हिँड्ने भनेको बाटो भने यस्तै हो हाम्रो है। सहर जस्तो रोड सुई गाडीमा आइयो गयो जस्तो हुँदैन है। बाटो यताबाट चढाले छ जस्तो लागिरहेछ गाइस। आफू चाहिँ अगाडि अगाडि आमा कुहिरो सिरो यस्तो खतरनाक छ। खतरनाक त के भन्नु है, नेचुरल ब्युटी हो। अलिक थाकिन्छ ओरिन्छ नथाइकन नि नाइने कुरा हुँदैन। गाउँ सहरको बाटो के गाउँ सहर भन्न गाउँको बाटो गल्ती से मिस्टेक हो गई। पछि ब्याम्बो मान्छेले यसरी हिँडिरहेछन् है। गाईहरू थाकी थाकी लुटुपुटु आइयो ए हो यो के छ गाईहरूले हेरेर थाहा पाउनुहोस्। बाटोबुटी भने यस्तै हो। हामी चाहिँ यताबाट लागौँ कताबाट है। खै यताबाट चाहिँ छ क्या जस्तो लाग्यो बाटो त। यताबाट हामीले आमा यसरी कुहिरो लाग्छ पानीभरि उयोभरि हो। बाटो चाहिँ यताबाट रहेछ। अब भिडियोमा देखाउने अब यस्तो केही पनि हुँदैन। चराचुरुङ्गीको स्वर यस्तो राम्रो सुमधुर है। गुफा यस्तो खतरनाक हुन्छ गुफा गाउँघरको बाटोमा त के देखाउनु सुरुलाई त। बाटो यता के गर्ने त गबाट बाबा कहाँ पुगिसक्नु भइसक्यो बे। रुखहरू गाउँघरको रुख यस्तो छ।
है भाइ बाटो यस्तो हुन्छ बाटो है गाउँघरको बाटो आदेश दिएपछि हिँड्नु पऱ्यो सिधा सिधा है हिँड्कन आउँदैन यस्तो मजाको ठाउँ हुन्छ सो कमेन्ट भिजिट भन्नु है अब तपाईँको मनमा के होला हेरौँ कपडाको बिजोग भन्ने मान्छे यतै छौँ कपडाको बिजोग पनि हेर्दाखेरि हो जस्तो नि लाग्ने खालकै रहेछ तपाईँको मनमा के आउँछ अब भिडियो हेर्दाखेरि चाहिँ जाउँ जस्तो लाग्ने खालको छैन त थाहा भएन आफैले गरौँ है बाटो यस्तै हो है हिँड्न मन लागेको गर्छ यस्तो बाटो है ए त्यहाँ डिलतिर निस्क्यौँ उता डिल बाटो अलिअलि बिर्सेपछि धेरै वर्ष पछि आइएको हामी पनि अब त्यति कुरा थाहा हुँदैन गाइज इच्छा भए मन भए आउँ नभइकन न र यस्तो रमाइलो ठाउँ छ चराचुरुङ्गीको आवाज त्यस्तै राम्रो यतिको भएपछि त घुम्न त मन लाग्छ पक्कै पनि हो तपाईँहरूको मनले चाहिँ के भन्छ थाहा भएन एकचोटि जीवनमा घुम्नै पर्ने खालको ठाउँ छ सोलुको पनि नेचै हो है हिँड्नलाई चाहिँ अब यस्तो खतरा बाटो छ है खतरा बाटो नभइकन हिँड्न नसक्ने हो ऐसा फेरि उफ्री ओरिकन बाँदरको जसरी हिँड्नुपर्ने छ बाटो अब देखा ए उँभो जाने हो नि त हाम्रो दिमाग चाहिँ बोक्दै पनि अलि हिँड्दाखेरि हतार नगरेको हुनुपर्छ है कहाँ आइपुग्यो आफूलाई थाहा भइएन कहीँ आज बाटो खोज्दा ओर्दा त्यस्तै हो आजको दिन आमा चाहिँ हेरौँ कहाँ पुग्नुपर्ने मान्छे कहाँ पुगिएछ हामी त हेर्नु गई चाहिँ यस्तो हुन्छ है झर्ने बेलाको अवस्था के होला गाइज हेरौँ है के हो